हामी सधैँ एउटा कुरा सुन्छौं, लोकतन्त्रमा जसको संख्या धेरै उसकै शक्ति। तर के साँच्चै त्यस्तै हुन्छ त? नेपालको राजनीतिमा एउटा यस्तो विरोधाभास छ जहाँ सबैभन्दा ठूलो जनसङ्ख्या भएको समूह नै शक्तिबाट सबैभन्दा टाढा देखिन्छ। आउनुहोस् यही शक्तिको रहस्यलाई आज अलिक गहिरिएर हेरौँ। ल, सुरुमै केही तथ्याङ्क हेरौँ न त। नेपालको सबैभन्दा ठूलो एकल समूह भनेको आदिवासी जनजाति अर्थात् मूलवासीहरू हुन्। उनीहरूको जनसङ्ख्या झन्डै 36% छ, देशको 1/3 भन्दा पनि बढी। त्यसपछि आउँछ खस आर्य समुदाय, जो करिब 31% छन्। अब त्यो जनसङ्ख्याको तथ्याङ्कलाई राजनीतिको वास्तविकतासँग दाँजेर हेरौँ है त। सन् 1990मा प्रजातन्त्र आएपछि 15 जनाभन्दा बढी व्यक्ति प्रधानमन्त्री बने र ती सबैजसो खस आर्य समुदायका थिए। तर देशको सबैभन्दा ठूलो समूह जनजातिबाट कतिजना अनुमान गर्नुस् त? हो, 0। आजसम्म 1 जना पनि प्रधानमन्त्री बनेका छैनन्। अनि यहाँनिर एउटा गहिरो प्रश्न उठ्छ। यदि लोकतन्त्र भनेको सङ्ख्याको खेल हो भने नेपालको सबैभन्दा ठूलो समुदायले राजनीतिको शिखरमा किन कहिल्यै ठाउँ पाएन? यो कुनै संयोग मात्रै त पक्कै होइन। यसको पछाडि एउटा प्रणालीगत खेल छ, जसको पर्दा आज हामी एक एक गरेर उघार्नेछौँ। हाम्रो खोजको पहिलो सूत्र हो शक्तिका द्वारपालहरू। यो एउटा यस्तो बाधा हो जसले चुनाव सुरु हुनुभन्दा धेरै अगाडि नै धेरैलाई दौडबाट बाहिर निकालिदिन्छ। यसलाई भन्छन् छनोटको पूर्वाग्रह अथवा सिलेक्सन बायस। सजिलो भाषामा भन्नुपर्दा ठूला पार्टीका मुठ्ठीभर नेताहरू, जसलाई हाई कमान्ड भनिन्छ, उनीहरूले टिकट कसलाई दिने भनेर नियन्त्रण गर्छन् र उनीहरूले जित्ने सम्भावना भएको सिटमा प्राय आफ्नै गुट र समुदायका नेतालाई प्राथमिकता दिन्छन्। अनि यो टिकट सिन्डिकेटले काम कसरी गर्छ त? हेर्नुहोस्, ठूला पार्टीहरूको निर्णय गर्ने ठाउँमा खस आर्य पुरुषहरूकै दबदबा छ। यो कुरा येल विश्वविद्यालयले सन् 2017 र 2022को चुनावमा गरेको एउटा अध्ययनले पनि देखाउँछ। अध्ययनका अनुसार मेयर र सांसद जस्ता शक्तिशाली पदमा टिकट बाँड्दा जनजाति उम्मेद्वारहरूलाई योजनाबद्ध रूपमै पन्छाइन्छ। त्यो अध्ययनले के देखायो भने जनजातीय उम्मेद्वारहरूले वडा सदस्य जस्ता पदहरूमा त टिकट पाउँछन् समावेशी देखाउनका लागि, तर जहाँ खास शक्ति हुन्छ नि, जस्तै मेयर वा सांसदको चुनाव, त्यसमा पनि जित्ने ठाउँमा उनीहरूको मनोनयन वात्तै घट्छ। यो त देखाउने दाँत मात्रै भयो। र यसको नतिजा के हुन्छ? एकजना सक्षम उम्मेद्वारले मतदातासम्म पुग्ने मौका नै पाउँदैन। ऊ भोटिङको दिन आउनुभन्दा महिनौ अगाडि नै पार्टीको बन्द कोठाभित्रै हारिसकेको हुन्छ। ल, ठिक छ, मानिलिउँ कसैले अयग गरेर टिकट पाइ नै हाल्यो, तर उनीहरू पनि किन हार्छन् त? अचम्मको कुरा त के छ भने कहिलेकाहीँ जनजातीय मतदाताले नै जनजातीय उम्मेद्वारलाई भोट दिँदैनन्। अब यसले हामीलाई दोस्रो कारणमा लैजान्छ, भोटको मनोविज्ञान। यसको जडमा छ हाम्रो प्याट्रोनेज पोलिटिक्सको संस्कृति। नेपालमा मतदाताहरूले पहिचानभन्दा बढी विकास खोज्छन्, मतलब आफ्नो गाउँठाउँमा देखिने सडक, पुल, बजेट। अनि उनीहरूमा एउटा गहिरो विश्वास के छ भने काठमाडौँमा पहुँच भएको ठूलो नेताले मात्र यो सबै ल्याउन सक्छ। र हिस्टोरिकली त्यो ठूलो नेताको छवि खस आर्य समुदायका नेताहरूसँगै जोडिएको छ। एउटा उदाहरण सोचौँ न। एकजना शेर्पा मतदातालाई आफ्नो समुदायको उम्मेद्वार मन पर्न सक्छ, तर उसलाई डर के हुन्छ भने यदि सानो जातीय पार्टीको उम्मेद्वारलाई जिताइयो भने त्यो सांसदको संसदमा केही लाग्दैन, उसले बजेट ल्याउन सक्दैन। त्यसैले केन्द्रमा आफ्नो पहुँच नगुमोस् भनेर ऊ ठूलै पार्टीको पहुँचवाला उम्मेद्वारलाई भोट हार्न बाध्य हुन्छ। त्यसैले यो आफ्नो समुदायलाई धोका दिएको होइन, यो त एक किसिमको बाध्यता हो, एउटा व्यावहारिक रणनीति हो। मतदाताले सोच्छ भोट उसैलाई दिनुपर्छ जसको हातमा राज्यको ढुकुटीको साँचो छ। अब कुरा गरौँ तेस्रो र सायद सबैभन्दा शक्तिशाली बाधाको, पैसा। अर्थात् लोकतन्त्रको यो महँगो खेल जसको मूल्य धेरैले चुकाउन सक्दैनन्। अहिले नेपालमा चुनाव जित्न विचार र एजेन्डाले मात्र पुग्दैन। एउटा संसदीय सिट जित्नका लागि उम्मेद्वारहरूले करोडौँ रुपियाँ खर्च गर्छन् भन्ने कुरा अब लुकेको छैन। यो हाम्रो लोकतन्त्रको एउटा तीतो यथार्थ हो। अब प्रश्न उठ्छ, यत्रो पैसा आउँछ कहाँबाट? यसको सम्बन्ध हाम्रो इतिहाससँग जोडिएको छ। ऐतिहासिक रूपमा वीरता जस्ता जग्गा अनुदान र सरकारी जागिरमा पहुँचका कारण खस आर्य सम्भ्रान्त वर्गले पुस्ताउँदेखि सम्पत्ति जम्मा गर्दै आयो। अर्कोतिर धेरै आदिवासी समुदायहरू आफ्नै भूमिबाट वञ्चित हुँदै गए। यही ऐतिहासिक असमानताले आजको चुनावी खेलमा सोझै असर पारिरहेको छ। र अन्त्यमा कुरा यही हो,
जब चुनाव विचारले भन्दा पनि भोजभतेर, गाडीमा हाल्ने तेल र भड्किलो प्रचारले जितिन्छ, तब खेल सिधा हुन्छ। जसको गोजी गहिरो छ, जसले बढी खर्च गर्न सक्छ, जित उसैको हुन्छ। र अब यो रहस्यको अन्तिम टुक्रा। समस्या बाहिर मात्र छैन, भित्र पनि छ। यो हो विभाजित घरको कथा। नेपालीमा एउटा उखान छ नि, गङ्गाटाको डोको। हो, मूलवासी भोट ब्याङ्कको अवस्था ठ्याक्कै त्यस्तै छ। बाहिरबाट हेर्दा मूलवासी एउटै समूह जस्तो देखिए पनि भित्र यो 50 भन्दा बढी फरक फरक समूहमा टुक्रिएको छ। यही आन्तरिक विभाजनले उनीहरूको सामूहिक शक्तिलाई कमजोर बनाइरहेको छ। यहाँ प्रष्टै देखिन्छ। एकातिर खस आर्य मतदाताहरू प्राय ठूला पार्टीहरू जस्तै एमाले वा काङ्ग्रेस पछाडि एक डिक्का देखिन्छन्। अर्कोतिर आदिवासी मतदाताहरूको भोट चाहिँ विभिन्न जातीय र राष्ट्रिय पार्टीहरूमा छिन्न भिन्न हुन्छ। अब यसको हिसाब किताब त एकदमै सरल छ। जब 36% मूलवासी भोट 5 ठाउँमा बाँडिन्छ, तब 31% जनसङ्ख्या भएको खस आर्य उम्मेद्वारले आफ्नो एकमुष्ट भोट र विकास चाहने केही भोटहरू लिएर सजिलै चुनाव जित्छ। यो फुटाउ र राजगरको त्यो पुरानो रणनीति हो, जुन अहिले मतदाताहरू आफैमाथि लागू गरिरहेका छन्। त्यसो भए हामीले के देख्यौँ त? टिकटको सिन्डिकेट, भोटको मनोविज्ञान, पैसाको खेल र आन्तरिक विभाजन, यी सबै मिलेर एउटा यस्तो चक्र बनेको छ जसलाई तोड्न निकै गाह्रो छ। अब प्रश्न उठ्छ, यो चक्र तोड्ने कसरी त? मूलवासी उम्मेद्वारहरूले एउटा तेह्रो पर्खाल सामना गरिरहेका छन्। पहिलो, पार्टीभित्रकै भेदभाव जसले उनीहरूलाई टिकटै दिँदैन। दोस्रो, चुनाव लड्न चाहिने पैसाको अभाव। र तेस्रो, मतदातामै रहेको त्यो मनोविज्ञान जसले गर्दा उनीहरू शक्तिमा भएकैलाई रोज्न बाध्य हुन्छन्। यसको समाधान पनि प्रणालीमै खोज्नुपर्छ। एउटा बाटो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुन सक्छ, जसले पैसा र पहुँचको प्रभावलाई केही हदसम्म कम गर्न सक्छ। तर कानून बदलेर मात्रै पुग्दैन। जबसम्म मतदाताले विकासको नाममा हुने संरक्षणवादभन्दा आफ्नो वास्तविक प्रतिनिधित्वलाई प्राथमिकता दिँदैनन्, तबसम्म यो चक्र तोडिन गाह्रो छ। र अन्तमा एउटा प्रश्न सोचेर छोडौँ, के नेपालको संसदले कहिले यहाँका सडक, गल्ली र गाउँबस्तीको साँचो ऐना भन्न सक्ला त? यो प्रश्नको जवाफ भविष्यको राजनीतिक प्रणाली र हामी सबैको चेतनामा निर्भर गर्दछ।